D47 भिजा रिजेक्ट भयो भने D2 भिजामा अप्लाई गर्न मिल्छ कि मिल्दैन त? तपाईँ D47 भिजामा रिजेक्ट हुनुभयो, अब तपाईँ D2 भिजामा अप्लाई गर्न त मिल्छ, तर तपाईँ अप्लाई गर्नुभन्दा अगाडि तपाईँको रिजेक्सनको रिजन के थियो त्यसलाई इम्प्रुभ गर्न मिल्छ कि मिल्दैन त्यसमा पनि विचार पुर्याउनु होला। जस्तै तपाईँको फाइनेन्सको कारण रिजेक्सन भएको हो कि अर मिसिङ डकुमेन्ट्सको कारण रिजेक्सन अथवा एकाडेमिक क्राइटेरिया मिट नभएर रिजेक्सन भएको हो, त्यो कुरामा चाहिँ विचार पुर्याउनुहोस्। र यदि करेक्सन गर्न मिल्ने खालको मिस्टेक भएको छ भने त्यसलाई इम्प्रुभ गर्नुहोस्। र भन्ने नै हो भने अहिले एउटा भिजा टाइपमा रिजेक्ट भयो भने अर्को इन्टेकमा अर्को भिजा टाइपमा अप्लाई गर्नु राम्रो होइन। यो जस्ट हामीले तपाईँलाई सजेसन दिएको, अप्लाई नै नगर्नु भनेको चाहिँ होइन। त्यसैले तपाईँहरूले फर्स्टमा नै अप्लाई गर्दाखेरि कुन भिजा टाइपमा अप्लाई गर्दा सुइटेबल हुन्छ त्यसमा विचार पुर्याएर अप्लाई गर्दा मात्रै बेटर हुन्छ। सो तपाईँहरू पनि साउथ कोरिया अप्लाई गर्ने सोच्दै हुनुहुन्छ र कुन भिजा टाइपमा जाने, भिजा प्रोसेसिङ डिटेलको बारेमा अझै धेरै डिटेलमा बुझ्न मन छ भने प्लिज डु भिजिट पोलार एजुकेसन।